नेपाल कराते महासङ्घले बेलायतको सामाजिक संस्था तमुधी युकेलाई सम्मान गरेको छ। मङ्गलबार नेपाल कराते महासङ्घमा आयोजित कार्यक्रममा तमुधी युकेलाई विशेष कदरपत्रसहित सम्मान गरेको हो। महासङ्घले नेपाली खेलकुदको विकास र प्रवर्धनमा योगदान दिएको भन्दै तमुधी युकेलाई विशेष सम्मान गरेको हो। महासङ्घका महासचिव दावा लामाले तमुधी युकेका वरिष्ठ उपाध्यक्ष परशु गुरुङ तथा महासचिव डाक्टर विशाल गुरुङलाई सम्मानपत्र हस्तान्तरण गरेका हुन्। गत महिना टर्कीमा सम्पन्न विश्व कराते 1 प्रिमियर लिग प्रतियोगितामा रजत पदक जितेकी एरिका गुरुङ युकेमा आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडी प्रज्योसन यामातो श्रेष्ठ र नेली जोशी तथा प्रशिक्षक कुशल श्रेष्ठ र तारा गुरुङलाई उक्त संस्थाद्वारा युकेमा विशेष सम्मान कार्यक्रम आयोजना गरेकोमा नेपाल कराते महासङ्घले धन्यवाद दिएको छ। महासङ्घको भनाइ छ, राष्ट्रको गौरव बढाउने कार्यहरूको उच्च मूल्याङ्कन गर्दै नेपाल कराते महासङ्घ सम्मान व्यक्त गर्दछ। भविष्यमा पनि नेपाली खेलकुदप्रति निरन्तर माया, साथ, सहयोगको अपेक्षा व्यक्त गर्दछौँ। बेलायतमा रहेका तमुधी युकेले नेपाली खेलकुद र अन्य परोपकारका काम गर्दै आएको छ।